यलया टंगले चुंगु लोहिटिया पुनर्निर्माणको चाबुदु यला महानगरपालिका वडाल्या बारे दुगु तंग हितिया पुनर्निर्माणको चाका शनिबार उलिजा जुगु खा तंगल तोल सुधार समिति नि छदया साधारण सभा छोले जुगु ज्याजोले हिटिया उलेज्या महानगरपालिका प्रमुख चिरिबाबु महर्जन यानाति गुखा हिटी वो दबो हाक्न बनिया जल्दी बात खंगे 20 टंगल तोल सुधार समिति अध्यक्ष शारदा चित्रकार्य नायश्रीजुको ज्याजोले महानगरपालिका प्रमुख चिरिबाबु महर्जन बागमती प्रदेश सभासद रामकृष्ण चित्रकार लोहितिया पुनर्निर्माणको चागुलस्ता पिन्तुना देछानदी गुखा मात्र तंगल तोल सुधार समिति थो दक्षियंक गुल्ना ज्यायाव ख तस्के छाडुवा तस्के दिशिला तस्के बाला ठठे हाना ठठे थोइ सानो बप्पालाको ज्याया फे मरगा चाहिँ जे शुभकामना व्यक्त गर्न आ तंगल तोल सुधार नपाउँदै जे नितपेता ज्याखे चाहिँ पार्टनरशिप या डट सहकार्य या डट वो दैगो चाहिँ चिथना तंग हिटी देकुली चाहिँ जी बच्चे दाँते खन अले दाँते यान ज्याजुल्की चाहिँ हानन्ते मासु यो खने नाप्लके बच्चे दाँबिया अले सिडेके ज्याचे खण्ड त अले बच्चे पुमौन मेरसा फर्का राजा रामकृष्ण चित्रका चाहिँ दैडी ठेन्डो वया चाहिँ तावले कसका पुंगेरका हन बेउना तयागा एजो कादैना जब बाला त तर अब बाला ज्या चाहिँ सुनमाथि सुगन्ध जिउ लागि तंग हिटी ल हाँस तस्के बाला यो तर ल माहौली चाहिँ भतिजा मतलब के चाहिँ चिमगा उठे गेठेगा एजिया जी चाहिँ थन पास्किन द जे इनापियाना कि अनि ल ह्याकु लागि छिया माउ ख वना यन दिसे जी अगेना ग्वालिया सबभन्दा पहिला त म टंगल तोल सुधार समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। ललितपुरमा खास गरेर हामी जस्ता राजनीतिक कर्मीहरू जो लोकतन्त्र प्रजातन्त्रमा विश्वास गर्छौँ, हामीलाई तंगल टोल भन्ना साथै यो लोकतन्त्रवादीहरूको टोल, यो प्रजातन्त्रवादीहरूको टोल र जहिले पनि निरङ्कुशताको विरुद्धमा लड्नको लागि उभिने त्यो अविद्य किलाको रूपमा हामीले बुझ्ने गर्छौँ। र म सबभन्दा पहिला यहाँ सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि यो टोलले जसरी निकै लामो समयदेखि आफूलाई प्रस्तुत गरेको छ, यहाँकै कारणले आज हामीले पूर्ण लोकतन्त्र ल्याउन सकेका छौँ। मुलुकमा अहिले हामीले राजनीतिक उपलब्धिहरू हासिल गर्न सकेका छौँ। गणतन्त्र प्राप्त गऱ्यौँ, लोकतन्त्र प्राप्त गऱ्यौँ, धेरै राजनीतिक उपलब्धिहरू हामीले हासिल गऱ्यौँ र त्यसको पछाडिको श्रेय टंगल टोल जस्ता धेरै टोलहरूको रह्यो भन्ने मेरो बुझाइ छ। म सबभन्दा पहिला यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ज्याजोले टंगल तोल सुधार समिति वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन न प्रस्तुति आउखा